मिलाइदियो यो त हाल्न मिल्छ त यार हातले हालेर पनि हुन्छ यस्तो हो कि ठ्याक्कै तर सहीमा चाहिँ पुग्यो लास्टै पानी परेर तनाव बनाइदियो लाज लाग्दैन मलाई त्यो भन उल्टो गुड मर्निङ गाइज वेलकम ब्याक टु माई भ्लग के सबैजना सन्चै आरामै हुनुहुन्छ म पनि सन्चै आरामै छु आजको भ्लग कस्तो हुन्छ गाइज हाम्रो पूर्वाज हामी हेरिदिनु होला अब भर्खर उठेर घरबाट ट्याक्कै खानासाना खाएर उठेर चलिदिएको केटाहरू चाहिँ खै मजबुती छ किन अब हेर्नुपर्ने हुन्छ यस्तै छ आजको मौसम अब त स्विमिङ नजाने बल्ल होला स्विमिङ गएर यस्तो ज्वरोहरू आफू बिलाएर साथीको एक्स्ट्रा गर्ने हो कि स्विमिङ पुल गएर लास्ट बिरामी भन्ने थियो आज चाहिँ स्विमिङ पुल नगयो नि यसो घुम्दै बस्ने हो गाई स्विमिङ पुल चाहिँ अर्को शनिबारतिर जान्छ अब यहाँदेखि ट्याक्लाएर साथीहरू गर्दाखेरि त्यहाँ जानुपर्ने हुन्छ गाई यस्तो भिडभाड छ त आज त्यहाँ म चाहिँ ट्याक्कै ल्याएर यहाँ केटाहरू भएको ठाउँमा पुगिसकेको छु अब यहाँदेखि हामी कहाँ जानेछौँ त्यो त थाहा छैन मौसम पनि कस्तो पानी पर्ने घाम लाग्ने पानी पर्ने घाम लाग्ने भइरहेको छ आज यसरी नयाँ भ्लग बनाउँछ होला फर्स्ट भ्लग बनाउँछ होला म उसैलाई मेन्सन गरिदिन्छु सबजनाले सपोर्ट गरिदिनु होला माया देखाइदिनु पऱ्यो अलिकति चलफल हान्नु पऱ्यो कि कस्तो भने कहिले फुल वाच टाइम हेर्नु हुँदैन कि सबले अलिकति 2-3 मिनट हेरिदिनु पऱ्यो कि गाई सपोर्ट गरिदिनु पऱ्यो कि होइन त केही छ अरू त केही युट्युबमा ढुङ्गानी आउँदैछ बिस्तारै बिस्तारै त्यही हो फाइनली हामी चाहिँ बाहिर निस्किसकेको छौँ यहाँदेखि हामी कहाँ जानु लाग्यो भनेपछि बिक्रीकोलाई लिन जानुपर्छ भने त्यहाँ जानुपर्ने हुन्छ टाइटको गाडी बस्नुपर्छ यस्तै नै हो तालु पापा यहाँ अगाडि छन् गाह्रो छ गर्मी नि कस्तो गर्मी है गर्मी हुँदैन मर लगाइदिने गर्मी त्यस्तै हो आज शनिबार भ्लग पनि भएन नदी स्कुल गएपछि त झ्याउ लाग्ने बिदा भयो भने झ्याउ लाग्ने स्कुल गयो भने झ्याउ लाग्ने यो तरिका चाहिँ के हो यो गर्मी छ त लास्टै अगाडितिर चाहिँ सुटिङ भइरहेको छ ट्याक्क लाएर त्यहाँ हामी चाहिँ कालभैरवतिर पुगिसकेको छौँ फाइनली गाइस के सुटिङ भइरहेको डान्स हेर्न आइदिएन पिक्चर त गाह्रो छ गर्मी पनि मा कसम पोल्ने गरी गर्मी लागिसक्यो क्यामेरा अब गर भन्छ फेरि यहाँ देखि एक्सन भन्नु के हो यहाँ वाउ यस्तो पो हो चलफल छाताबुडी गरी मेकअप गरेँ मिलेन सुटिङ मिलेन सबै मोटा ढेक्छ आमामा के लाउरे पल्टनको हो कि गीत हेर न एकछिन डान्स त एकछिन झलफल डान्स कस्तो मजा आउँछ नि त्यसरी हेर्ने हो क्या डान्स बसी बसी यस्तो मेकअप गर्छन् यति अलिकति कालो भन्नेलाई यति त हामीलाई आउँछ नाच्नु जाम यो चाहिँ के हो कि यो शीतल हावा चाहिँ ठिक छ है रे यहाँ ठिक छ है यो ठिक छ घाम चाहिँ अनि आएर अलि म थाहा त्यो दमायो भने लाउरे दाइको कालो चस्मा फुटाइदियो गाइस फाइनली प्रिन्स आइसकेको छ यहाँ हिरो बनेर अब के भनौँ केही छैन के मर्ने विचार छ त्यही जुत्ता जानु पऱ्यो गर्मी चाहिँ लास्टबाट तापक्रम बढेर हामी यो किन छ त स्विमिङ खेल्ने देखिले त्यसलाई के झुलाइ चोरी अनि राम्रो कपाल छ कि साथी हाम्रो यस्तो कपाल छ मतलबै छैन गाइस हामी चाहिँ यतादेखि त्यहाँ जानु पर्यो त्यहाँ अलिकति खन्नै नउठाएको कारणले हामी चाहिँ ट्याक ल्याएर हामी जान्छौँ पछाडि 4जना हामी चाहिँ अगाडि आइरहेको छौँ अनि कस्तो पानी परिदियो कि छिनमै गीतहरू गरेर कति भयो एक महिना भइसक्यो है यस्तो टाइम लगाइदिनु कि अब के गर्नु भान्जा गीत रेकर्ड गर्ने मान्छे ठुलो आएन है मलाई
ठिक लाग्यो नि बिस्तारै हिँड्नु कस्तो कपाल काटेर मलाई ठिक लागेन कस्तो अब अलिकति सब्सक्राइब गर्नु हाम्रो त रेडिङमा चाहिँ कपाल काट्यो भने चाहिँ बिकी मलाई त भन्दैन नि त अब म त तिम्रो साइडको मान्छे अस्ति हामीले पार्क कस्तो मिठो पराएको कुन पार्ट त्यो भानु दुधकोटाको म थिइनँ ल त अब तिमीले धेरै एब्सेन्ट हुनेमा किन्ने बिकी कसले भने अन्य तैट एक दिन एब्सेन्ट भएर है त्यस्तो त ल गाइज हामीले ट्याक्क लाने यहाँ रामघाट पुगिसकेको छ यहाँदेखि चाहिँ हामी जान्छौँ स्वयम्भूतिर त्यहाँ गएर यसो स्वयम्भू भिडियो हेरिदिनु कति भइसक्यो पानी बसाउने च्यालेन्ज च्यालेन्ज अहिले दिन्छ त हामीलाई त अब पैसा छ टाइट आफूलाई नदिएर आमा दिँदै सानो थुप्रो ठुलो छ क्या दे दुध निकाल्नलाई आमा गोजीबाट एउटा केही निस्किँदैन है हिँड न हिँडाइ हो पाइन कति हो यो है तल लानु अझै टाइट छाब्री बच्चाहरू हामी जस्तो हुनु पऱ्यो कि संस्कारी यो पानी जल हो भाइ कालेको एरियामा जे पनि काले नै हुन्छ अरे क्या मान्छेदेखि लगेर जन्तु मलाई भन्नु खोज्छ यो पनि कालै छ मलाई भन्नु खोज्छ तिम्रो स्टार पनि कालै छ टाइट आइज अब चाहिँ हामी यहाँदेखि जाँदैछौँ स्वयम्भूतर्फ यहाँ चाहिँ बिक्कीको यहाँ मा तिमीलाई त फोर बिजनेस हो कि बाबु अरूको काम गर्नु भन्दा यही काम वाउ टेक्नोलोजी ओइ उड्यो उड्यो केही छैन गाइस सबैले सपोर्ट गर्नु कस्तो लड्डु मागो यस्तै छ तान्यो भाइ मान्छे नै राम्रो हो कि लुगा नै राम्रो हो कि बाबु घुम त एकचोटि फनक्कै वाह कति राम्रो ओइ भएन ओइ मान्छे नै राम्रो हो कि लुगा नै राम्रो हो सक्दैन है हामी चाहिँ स्वयम्भूतिर पुगिसकेको पानी आएर बाखा यहाँ उसको फनै उठाएको छैन यहाँ दाइले किन हो के भयो पानी आइसक्यो चार्ज पनि 10% छ अब के हुने हो पैसा छैन नि मसँग पैसा कस्तो पैसा हुन्छ मसँग छैन नि पैसा भने के हो मनी भने के हो त्यो हरियो हुन्छ नि त्यसै हरियो यहाँ छ होइन अब पानी आएर यहाँ लास्ट हालत खराब भइसकेको छ त्यो पुग्यो लास्टै पानी परेर तनाव बनाइदियो कि यार फाइनली ठाउँको ठाउँ पानी परेर तर मौसम चाहिँ बवाल दिएको छ स्वयम्भू चाहिँ फर्स्ट जानुपर्ने भने चाहिँ जानै पर्ने पऱ्यो जाम हिँड न हिँड कस्तो मैले भोग्ला हो कसले सम्झ्यो फेरि हिँड न हिँड अब यस्तो पानी भन्ने त चिज परिरहेको छ कि त्यो भनेको प्रतिभाको ए के अरे प्रतिवेदन हो कि हो पानी भन्ने चिज पढ्दै गर्छ कि इन्द्रदेव रिसा जस्तो हिजो मलाई के म्यासेज गरेर थियो आज पानी पारौँ कि नपारौँ भन्दा कि यसो पारिदिनु थोरै पानी भनेको तर धेरै नै पारिदियो कि गाई ठ्याक्क फाइनली माथि पुगियो आमा फुल लुक्स भान्जालाई त्यो बिकी चाहिँ कहाँ गायब भइदियो कि टाइट कहाँ हो बिक्की हो खोइ भान्जा के खोजिनीति हानेर हो हामी के यहाँ तिम्रो घर कहाँ हो भान्जा ल आमा देख्दै दिँदैन है चार्ज पनि 5% छ घुम्ने भिड्दै गरौँ कि यताउताबाट तलबाट सट्टै गइदिनु के यस्तै हो कि त त्यहाँ घाम लागिरहेको यता घाम लाग्यो कोटेश्वर हो टाइट कपडा सुने मान्छे भिड्छ एउटा माथि पुग्दा छाती त पुरै रन देख्छ चिप्लो भन्छ चप्पल लास्टै यो चप्पल चिप्लो भएर भन्नै दुसै लडेन यार क्याप पनि पुरै भिजिसकेको यस दिन फनकै पानी अझै ठुलो परोस् त्यो पानी अझै ठुलो परोस् हो त्यसलाई मैले याद गर्दा म यहाँ बोलाइसकेँ व्हाइट गुम्बा कता होला भन्नु अस्ति चाहिँ कहाँ भनेको थियो अस्ति भन्दा बुढानी गण्डतिर भनेको थियो व्हाइट गुम्बा अरे त्यसलाई अब के हो गण्डतिर पनि व्हाइट गुम्बा छ थाहा छैन
व्हाइट गुम्बा एउटा मार हो ल पुरानो गर्नुतिर पनि व्हाइट गुम्बा छ कि नै व्हाइट गुम्बा एउटा मात्रै हुन्छ अरे के हो व्हाइट गुम्बा र साइड गुम्बा पानी छिरे भित्र के मुले आना दिँदै के ओइ डराइदिरा के दिँदै भन्ने दिदे आफू कुकुरलाई के ओडाउनु अरू कुकुरलाई के दिनु होइन म मऱ्यो भने मेरो घरको मान्छेहरू कति धेरै हो है स्वाइन फ्लूमा त अब के पुरै मेलै लाग्यो जस्तो लाग्यो है यतिको मान्छे हुनु पऱ्यो क्या चलपल हान्ने लाज लाग्दैन मलाई त्यो भन उल्टो उसलाई चाहिँ छोडेन है तिमीलाई त त्यहाँ अरूसँग माग नि त रुख त्यो यता बढी म तिमीलाई दिन्छु होइन यसलाई माग एक खोइ यता तिम्रो नाम चिन्यो है बिक्कीले चिन्यो म पनि तिम्रो खुट्टासम्म त यो भएन है यो बहिनी तरिका पढ्न जाऊ चारचोटि माग्छ नि बिहानदेखि एबिसिडी पढ्न जाऊ बहिनी जाऊ एबिसिडी छ नि एबिसिडी एबिसिडी भन त स्कुल पढ्छु नि मैले भने खुट्टा समात्छ भनेर काले धेरै जान्ने नभने पापश्री बाँड्नु जाऊ बहिनी नाटक नगर न बहिनी यार भान्जालाई चेताउनु पर्ने हो कि पहिलो कुरो त यसलाई दे पैसा झिक आमामा के भयो यस्तो अत्याचार अनि मा त्यहाँ जादु हेर्नु डर लाग्छ के आमामा जादु छैन आज जादु त्यहाँको जादु हेरेपछि लास्ट डर लाग्छ नि जाने हो त्यहाँ जादु हेर्न राई पैसा दिनु नअरे के भाइ रोहित माग्न पैसा कसै माग्ने रे स्टाइल भएन ल कागरको थाहा छैन मलाई के हेरेर हो जादु हेरेर म्याजिक सो तिमीलाई आउँछ भने जादु त मलाई त आउँछ नि यस्तो देखाइदिउँ न जादुबाट सब यो धोतीको कमाल हो केही छैन कि यसमा तिमीलाई केटी बनाइदियो भनिदिउँ नक्ली साप निकाल्छ होला है वास्तव हामी चाहिँ स्याक्लाएर घर पुग्छौँ नगरको चार्ज सकेर लो ब्याट्री भएर त्यहाँको जादुको के हो यो कपालको चुल्ठी ठिक छ अब चाहिँ हामी यसो बस्नुदेखि जानुपर्ने त्यहाँदेखि चाहिँ आज हिँडेर भान्जा घरसम्म जान सक्छौँ कि नै के पनि साइकलमा कस्तो हो डुक्काकी बसन्ती भन न बसन्तीमा हामीले माग्ने केही होइन हजुरले हाम्रो फुल सपोर्ट गर्नु होइन फुल वास टाइम हेर्नु के भन्नु पऱ्यो फुल वाच टाइम हेर्नु पऱ्यो गाई जति पनि हाम्रो सब्सक्राइबरहरू सब्सक्राइबरहरू हुनुहुन्छ सबले सपोर्ट सबैलाई हामीबाट माया छ हजुरले नि माया देखाउनु पऱ्यो हाम्रो अँध्यारो मात्रै देखाएको छु नि म देखाएको छु म देखाएको छ मामालाई सपोर्ट गर्नु पऱ्यो सुभाष साई भ्लगमा हजुरले सबै सुभाष साई भ्लग्समा सबले भन्नु कस्तो भन्ने आउँदैन बाबामा बेइज्जती नि गरिदिने होइन सियर जति सक्दो सियर गर्नु पऱ्यो कि सो गाइज फाइनली हामी चाहिँ थापाले हस्पिटल पुगेर उसको दिदीको चाहिँ अलिकति काम याद गरी बुझ्नुहोस् होला यही प्रब्लम हो कि के दिदीको काम परेर रहेछ उसको दिदीको चाहिँ अलिक बच्चा हुने रहेछ त्यही भएर चाहिँ अहिले हामी बत्ती नबाला नि दुइटा अब इसिया भएर जानुपर्ने हुन्छ तिमी चाहिँ आज यहीँ बस्ने होइन एक्लै यहाँ तर्साउँछ खाइ नै कस्तो भने तर्साउँछ यो चाहिँ इसियाबाट पैसा झिकिन्छ कि नै त्यो त थाहा भएन अब थाहा छैन हामीले त्यो अब यहाँदेखि घर जानुपर्ने हुन्छ दोस्त ल ल अब चाहिँ हामी यहाँ भान्जाको बसन्ती दौडाउँदै घर जानुपर्ने हुन्छ खाजा साजा के खाँदैन भोक लागेर मन लाग्छु उही बसन्ती झिक यो हो हाम्रो चाहिँ त्यही हो यही हो आमा बसन्तीको चाबी खोज्नै गाह्रो क्या तर है मुनिस पञ्चा बल्ल बल्ल पैसा आयो ओइ खोइ ए सरी कहाँ छ ताला हानेको ताला बन्दिनँ पत्ता न पछाडि भान्जा गाह्रोमा परिरहेको भान्जाको ब्याग चाहिँ लास्ट मन पऱ्यो क्या मलाई मेरो चार्जर चाहिँ राख है राम्रो म चार्जर बिना त बाँच्दिनँ त ल गाई जस्तै नि अब यहाँदेखि हामी घर जान यति टाइम लाग्छ कि यति टाइम लाग्छ गाई चार्ज पनि 15% छ कताबाट खोला सिधै बागमती खाजा त खाउने लास्ट भोक लाग्छ कि त्यही गरेर दुईटा कुरकुरे लगेको होला कस्तो कुरकुरे त यहाँ झ्याउ लाग्छ कुरकुरे खाने यता बस्नु त बसिन्छ
ल भान्जाले मलाई यहाँ चलायो चलायो केही छैन गाइज हामी नि किनौँ ला कुनै दिन होइन त भान्जा के कोही लडाउला यार के किन्यो भने भान्जा हामी सिधै कुन बाइक किन्ने खत्रै बाइक किन्यो गाइज बिस्तारै बिस्तारै किनिन्छ यो साइकल चाहिँ हाम्रो साइकल होइन गाइज फेरि बिल्ला हान्ने राख्ला है नकुकुरले टोकेन यार चार्ज पनि 15 पर्सेन्ट छ अब गाइज अब यहाँ गाह्रो छ नि भान्जाले खुट्टाले ढकालिरहेको छ साइकल पनि छ तर साइकलको चेन चल्दैन एउटा खुट्टाले ढकाल्ने एउटा खुट्टाले चाक दुखिसक्यो यहाँ बस्दा बस्दा हामी चाहिँ माको सीमा परिसकेको छौँ के भयो भन्छ मिलाइदियो यो त हाल्न मिल्छ त यार हातले हालेर पनि हुन्छ यस्तो होइन म सम्झाइदिन्छु होइन म सम्झाइदिन्छु हरामी हो के हो भनेपछि दिदीको पर्दैन मैले भन्न खोजेँ यो त बिस्तारै हाले पनि चल्नु पर्ने होइन यो अघि त्यहाँ ग्यारेजमा बनाउनु अलिक टाइम लाग्दैन ए भाइलाई दिनु हो कि गिफ्ट फोटो अरे पहिले मेरै साइकल हो विश्वास घर मेरो बस्नु पनि यहाँ कोटेश्वर बालकुमारी बस्छु 10 क्लास हो अहिले एसी अनि त्यस्तो उतै होइन क्लास 1 त्यस्तो कहाँ गर्नु अर्काको सो गाइज हामी चाहिँ अलिक ट्याक्क ल्याएर यहाँ बालकुमारी पुग्न लागिसकेको छौँ अब चाहिँ यहाँदेखि हामी जानुपर्ने हुन्छ घरतिर अलिकति आफ्नो ड्युटी त गर्नु पऱ्यो पुलिस भनेपछि त्यति त गर्नु पर्छ नाइट ड्युटी गर्नु पऱ्यो तर हामी त्यस्तो चोर जस्तो देख्छ त गाइज यो चाहिँ मलाई चाहिँ त्यही बुझेन कि मलाई चित्त बुझेन अनि साइकल धरी कसले चोर्छ चाबी देखेर साबित भइसक्यो अनि के थाहा यस्तै हो गाइज आफ्नो कर्तव्य गर्नु पऱ्यो पुलिस भएपछि अलिकति त्यो गर्ने किनभने कर्तव्य नै हो कस्तो हो उठाइदियो क्या फेरि गर त भन्छ वाउ यस्तो नि हो गाइज अहिले कसम भने यति टाइम भइसक्यो कस्तो आजको जस्तो यो चाहिँ पुल अस्ति यहाँ आएको थिएन हामी तर मलाई यति कुरा मन पऱ्यो कि कोही होइन कि पुलिसहरू त कोही यस्तो हुन्छ कि कोही अलिकति के तँ भनेर बोलिदिने कि प्लिज यस्तो चाहिँ नगरिदिनु होला आफू त्यस्तै हो आफूले गर्ने काम गर्ने हो कि त्यो मुनि मान्छेले बाइक चलाउँदाखेरि यसले कति स्पिड चलायो कसको साइकलको नि मुनि चाबी देखाउँदा नि अनि के साइकलको चेक काट्नुहुन्छ भन्नु लाग्थेँ म अब के भनिदिनु मुख चलायो भन्ने खालको हुन्छ बिहे चाहिँ भन्दा योमा हुन्छ होला आमामा लुक्स हेर न यस्तै नै हो गाइज अब के भन्नु कुनै दिन बाइक लिएर पुलिसको अलिक पटर त गर्नु त्यो भएन सबलाई रेस्पेक्ट गर्नुपर्छ साइलेन्सर पठाइदिने तर त्यस्तो गर्नुहुन्न कि भन्दा कस्तो फाइल भइरहेको ए मैले साइकलमा आज कस्तो हामीले यो किन च्यालेन्ज गऱ्यो भनेपछि अस्ति भान्जाले स्कुलमा के भन्यो भनेपछि मलाई हिँडेरै म घरसम्म लग्छु भनेको थियो हामी हिँडेर तर के भयो कि इङ्ग्लिस आउँदैन के भन्छ एक्सप्रेसन भन्नु के भन्छ त एक्सप्रेसन त्यस्तो भइसक्यो मान्छे हो क्या हामी तर त्यस्तो हिँडेर आउने 10 इन्कालदेखि हिँडेर आउने मान्छेले खल्नाइ अनि कुनै दिन अब साइकलमा त यो साइकल चाहिँ कसम भान्जा बसन्ती इज द बेस्ट वाह बसन्ती मार्केटमा यसको भाउ कति छ तिमीहरू थाहा छ 45,000 ए खाल्डो छ घरमा मैले अलिक अहिले हामीले कारले ठुकिदियो बे कारले ठग्यो होइन अहिले सो गाइज अब चाहिँ हामी पुग्न लाग्यो अब 15 हस्पिटलको भरन पुगेर आयो थापाले हस्पिटल अँध्यारो छ यार यस्तो अँध्यारो छ कसै भूत त छैन नि यहाँ सके त्यो फलामको दादो भर्यो पसिनै आइसक्यो के के लाग्यो कस्तो गनाएको क्या माग गन्दै चाहिँ आउँछ है सो गाइज अब चाहिँ सिधै भान्जाको घरमा पुगेपछि भेट्नुपर्छ गाइज सो गाइज फाइनली घरमा पुगेर खानासाना खाएर आज भान्जाले चाहिँ यस्तो बल पकाएको थियो कि चाउचाउ आमामा तर भान्जाले लास्ट मिटमा पकायो जति जति दुःख गरिन् जति गरिन् अब चाहिँ खानासाना खाएर म भ्लग्स एडिट गरेर अब चाहिँ भ्लग एडिट गर्नुपर्ने हुन्छ अनि ट्याक्कै लगाएर 10, 11, 12 बजीतिर आउँछ होला लास्ट टाइममा जस्तो गाइज सबले लास्ट टाइम हेरिदिनु होला सबले देखाइदिनु होला गाइज म चाहिँ भ्लग बनाउनु जानेछु मेहनत गर्ने जानेछु गाइज के कस्तो कमजोरी भएको छ के भएको छ भ्लगमा सबैहरू आफ्नै थानेर कमेन्ट गरिदिनु होला गाइज लाइक कमेन्ट सेयर गरिदिनु होला गाइज जो नयाँ हुनुहुन्छ भ्लगमा सब्सक्राइब गरिदिनु होला गाइज त्यो रातो बटनमा थिचिदिनु होला गाइज अब चाहिँ एक्लै म गइरहेको छु खाना पकायो बिचरा भन्दाले त्यस्तो हिँडेर आयो नि त्यो त गर्नुपर्ने त माया गाइज सबलाई माया छ गाइज लभ यु गाइज अब चाहिँ नेक्स्ट भ्लगमा भेट्नुपर्ने हुन्छ गाइज बाई बाई टाटा सी यु लभ यु गाइज